और हेर बेटी हमारी जिंदगी आफूले नहीं जानी भाई क्या हो है बडा पड्डा हमर जिंदगी त जिजस लइ गइ गइ रे चिन्ता गर्छ त चेलीको छ के अब सुख दुःख गरिबन अहिलेसम्म त पढाए अब क्याम्पसमा कहाँ पढाउने के विषय पढाउने चिन्ता छ मलाई भाइ तुलाई मात्र चिन्ता छ हो तुम ये चिंता ही मानी बसिराखा म मेरा सब साथीहरु क्याम्पसमा भर्ना लाग्या म पढ्यो भने चैतन्य पाठशाला मात्रै पढ्ने हो अरु मलाई केही थाहा छैन हे भगवान चैतन्य 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 रात दिन चैतन्य मात्र छैन नि परीक्षा दिएर दिनबाट चैतन्य मात्रै भन्ने छ के त्यही चैतन्य नि केलाई सुनाउँछौ राम्रो त भन्न लाग्यो हुन्छ के उलाई अब यो लोकै चैतन्य भन्न लागि जो बेलाकै चैतन्यको मात्र नलिना थियौ छ के त्यही चैतन्य नि अरे क्या नाम तिम्रो त्यही चैतन्य छ त भट्टौ कला जाइ बिरे तँ कहिले आयो घर बिहेछ है मलाई त इन्डियाबाट आए 1 महिना भयो अनि क्या हो यो बड्डा बड्डीको गर्लफ्रेन्ड क्या हुन्ला छ क्या हुनु जाइ बिरे दुःख यसैसम्म चेलीलाई पढाए अब कहाँ पढाउने कसरी पढाउने कहाँ पढाउँ के विषय पढाउँ कसरी पढाउँ आम दुईको टेन्सन न्यारै छ अब यो रात दिन चैतन्य चैतन्य मात्रै भन्ने छ ओहो चैतन्य त राम्रो पाठशाला हो त चैतन्य भनेको त शिक्षा र संस्कारको सङ्गम वेद र विज्ञानको संयोजन अनि प्रकृति र संस्कृतिको सम्मान मैले मेरो छोरालाई पनि त्यही भर्ना गरेको छु हो कि त्यही पढिरहेको छोरो अब इन्डियातिर त्यत्रो दुःख कष्ट गरेर क्या नाम राम्रो शिक्षा दिनु पर्यो अहिले त मेरो छोरो अङ्ग्रेजी मलाई त फरर भन्दा देखिबाट त अमेरिका पुग्यो जस्तो भन्न लाग्यो म त खोकराबाट रहेछ यहाँ त बेलुकाबाट पढाइ हुन्छ त्यहाँ स्कुलले मात्र हो कि क्याम्पसलाई पढाउँछन् के विषय पढाउँछन् त्यसलाई थाहा भयो हुन्थ्यो ओहो त्यहाँ त दक्ष शिक्षकद्वारा राम्रो पढाइ हुन्छ अब त क्याम्पस पनि पढाइ हुने भयो त्यहाँ त साइन्स होटल म्यानेजमेन्ट म्यानेजमेन्ट लगायत अन्य राम्रा राम्रा विषय पढाइ हुन्छ के नाम विद्यार्थीको रुचि अनुसार विभिन्न खेलकुद मनोरञ्जन योगादेखि लिएर थुप्रै अतिरिक्त क्रियाकलाप हुन्छ अनि अर्को कुरा त्यहाँ त संस्कृत पनि पढाइ हुन्छ खुब राम्रो स्कुल रहेछ त अब मेरो चेलीलाई होटल म्यानेजमेन्ट पढ्दो भन्नु आदि अब टाइम पढाउनु पर्यो यो लगे खुसी भइजाने अब हाम्रो बट्टी लगे बुढेसकालाई दुःख कष्ट गरेर राम्रो स्कुल पढाउनु पाएपछि हामीले दुःख गरेर के अर्थ भयो त्यो त खुब राम्रो ठाउँ रहेछ अब मेरो चेलीलाई त्यहीँ पढाउने भयो अब आउँथ्यो त सबतिर त भनिहाल्थ्यो पो जाइ बिरे त्यहाँको ठेगानालाई भर्दियो हुन्थ्यो कहाँ हो अरे हाम्रै धनगढी उपमहानगरपालिका वार्ड नम्बर 5 त्यहाँको फोन नम्बरलाई होला क्या एकदम त्यहाँको फोन नम्बर 091524847 फोन नम्बर लगाए मुखैमा याद हुने रहेछ त 91524847 आइ हाई ल अब म त मेरो चेली त्यहाँ पढाउने भए उनलाई क्या मुख तगि रहेछौ तुम्हारा लगाइ चेला चेली साला साली जिउ जिउ त के ठुलो जान्दिन जति पनि छ न पाठ भइ आउने त सबै चैतन्यमा गइहाल्नु होइन भाइ हजुर शिक्षा र संस्कारको सङ्गम चैतन्य पाठशाला धनगढी उपमहानगरपालिका 5 शिवनगर धनगढी कैलाली हाम्रो फोन नम्बर रहेको छ 091 52 48 47